छुट 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 छुट। हे प्रभु, हे नंबर नारायण, हे प्रभु, हे विनायक, हे ईश्वर, म कता जाम कता जाम कता जाम कता जाम, के भइरहेको छ यहाँ, के भइरहेको छ। राम 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 राम, तौबा 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 तौबा। म यो हर्ख सम्पाङजीका म चाहिँ अहिले यो जो आइरहेका छन् भिडियो हेर्दा हेर्दै म अचम्म परेको छु। यतातिर देशको तनाव छ, देश जलिरहेको छ। बिचरा जेनजी भाइ बहिनीहरूले त्यत्रो चाहिँ नपरो आफ्नो बलिदान दिनुभयो। देश पुरै जलेर राख भएको छ, अर्थतन्त्रतिर डामाडोल भएको छ। हामी 30-40 वर्ष पछाडि गइसकेका छौँ। यो बेलामा हर्खजीलाई म के भन्छु भने, हर्खजी हजुर चाहिँ एउटा राम्रो व्यक्ति हो होइन। हजुरले जहाँ हजुर मेयर हुनुभएको छ धरानमा, त्यहाँ चाहिँ राम्रो काम गर्नुभएको छ, त्यो देखियो छ। तर अहिलेको परिस्थिति तपाईँ प्रधानमन्त्री बन्ने परिस्थिति होइन के। यो कुरा बुझ्नुहोस् के। तपाईँ प्रधानमन्त्री बन्ने हो भने अबको 6 महिनापछि जब चाहिँ चुनाव हुन्छ त्यति बेला तपाईँ उठ्नु होला। अनि यदि लोकप्रिय चाहिँ तपाईँ हुँदै हुनुहुन्छ, यदि जनताले मन पराएको खण्डमा तपाईँले अवश्य तपाईँ प्रधानमन्त्री बन्नुहुनेछ। तर अहिले तपाईँ भए तापनि हजुरलाई धेरै गाह्रो हुने विषय छ के यहाँ। यो भनेको त्यति मामुली छैन। हेर्नुहोस्, यहाँ उनी मान्छे चाहिए जसले चाहिँ एउटा देश अथवा एउटा न्यायिका अथवा कुनै पनि चिज यो हाँकेका छन्। सबै चिजको एउटा कूटनीति उनीहरूसँग चाहिँ सबै चिज छ, जो हर हाम्रा छिमेकी देशहरूसित उठक बैठक गरेका छन् होइन। त्यस्तो व्यक्ति अहिलेको जसले चाहिँ यो चुनाव गराउन सक्छ अब होइन, जसले यो परिस्थितिलाई फेरि एउटा शान्तिपूर्वक देशलाई एउटा चाहिँ बाटोतर्फ लैजान सक्छ, त्यस्तो व्यक्ति अहिलेको आवश्यक छ के। त्यही भएर अहिले जेनजी भाइहरूले अथवा त्यहाँ भएका हाम्रो बालेन शाहजीले, सेनानायकहरूले होइन, राष्ट्रपति सबै बौद्धिक वर्ग सबैले जे निर्णय गरेका छन् त्यो ठिक छ के। हेर्नुहोस्, हजुर अहिले शान्त भएर अब यो बरु यो परिस्थितिमा हजुरले कहाँ के साथ दिन सक्नुहुन्छ त्यो साथ दिनुहोस् होइन। त्यतातिर जाउँ हामी। अहिले मैले प्रधानमन्त्री लो मलाई बनाएनन्, म प्रधानमन्त्री बन्ने लायक थिएँ, मलाई किन हेला गरे, मलाई किन माया गरे, त्यतातिर नजानुहोस् के। यो देश तपाईँको पनि हो, हाम्रो पनि हो, सबैको हो होइन। हामी अर्कोतिर नजाउँ। हामी सबै नेपाली हो, हामी एउटै परिवार हौँ। 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली, हामी सबै एउटै माला नेपाली हो होइन। यहाँ कोही कालो होला, कोही गोरो होला, फरक त्यति हो, कालो र गोरो। जात भनेको दुईटा मात्रै हुन्छन्, एउटा महिला एउटा पुरुष, बस त्यति होइन। अरू सबै हामी एउटै परिवार हौँ होइन। त्यसरी बुझ्नु होला। तपाईँप्रति सबैको स्नेह छ, तपाईँले राम्रा काम पनि गर्नुभएको छ। अहिले मन सानो नगर्नुहोस् होइन। अहिले चाहिँ जो भइरहेको छ त्यसलाई हुन दिनुहोस्। यो परिस्थिति भनेको अर्कै छ कि। यो परिस्थितिमा तपाईँ प्रधानमन्त्री हजुरलाई बनाए तापनि धेरै गाह्रो विषय छ कि। यसलाई तपाईँले सही दिशा मार्ग लैजानलाई गाह्रो हुन्छ। हेर्नुहोस्, किनभने अहिले जो हुन गइराख्नु भएको छ सुशीला कार्कीजी, उहाँको इतिहास हेर्नुहोस् त पन्नु प्रकार। उहाँ एउटा न्यायाधीश बनिसकेको हो। उहाँ भ्रष्टाचारीको लागि पहिल्यै चाहिँ नपरो एउटा केस बनाइसक्नु भएको थियो। तर वियोगको चाहिँ यिनै राजनीतिक दलहरूले वियोगको उसमा उहाँलाई चाहिँ नपरो राजीनामा दिलाएका हुन् हो कि होइन, त्यो थाहा छ। उहाँको पढाइ कति छ, एउटा उमेरले पनि परिपक्का एउटा लेडिज, आजसम्म कुनै पनि एउटा लेडिज प्रधानमन्त्री छोरी मान्छे बनेको छैन। यो अवसरलाई पनि हुन दिनुहोस्, केही छैन। एउटा लेडिज एउटा महिला होइन। हाम्रो प्रधानमन्त्री पहिलो प्रधानमन्त्री बन्दै हुनुहुन्छ, राष्ट्रपति त हाम्रो विद्यादेवी भण्डारीजी बन्नुभयो महिला। अब एउटा प्रधानमन्त्री बनेको पनि हेरौँ हामी होइन। र उहाँमा एउटा क्षमता पनि छ, त्यो पनि देखिरहेको छ। ठिक छ, हुन दिनुहोस्। त्यही भन्छु मैले अरूलाई पनि, सबैलाई। यो जो पनि भइरहेको छ ठिक छ होइन। त्यही भन्छु भनेर। ओके ल है त, सबैलाई माया छ। थ्याङ्क यू सो मच। जय देश जय नेपाल।